प्रचलित कानुन बमोजिम नियुक्ति तथा मनोनयन भएका वा तोकिएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानुनी व्यवस्था गरी सम्मत 2082 साल चैत्र 12 गतेभन्दा अगाडि सार्वजनिक निकायमा नियुक्ति भई बहाल रहेका सार्वजनिक पदाधिकारीहरूको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए तापनि पुराना नियुक्तिहरूलाई पूर्णतया विस्थापित गरी योग्यता प्रणालीका आधारमा शून्यबाट नयाँ नियुक्ति सुरु गर्ने र भविष्यमा हुने पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण उत्तरदायी बनाउने उद्देश्य राखी सम्बन्धित ऐनहरूमा रहेका तत्सम्बन्धी व्यवस्थाहरूलाई तत्काल संशोधन गर्न नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु।